नमस्कार। हाम्रो आशा र भरोसाका रूपमा रहेका बालबालिकाहरूलाई कलिलो उमेरमै बाल विवाह गर्ने, बाल श्रममा राख्ने भन्दा पनि बाल अधिकारका हरेक क्षेत्रमा सहभागी गराउनुपर्छ भन्ने मान्यताको विकास गराउने साप्ताहिक रेडियो प्रस्तुति कार्यक्रम बाल आवाजमा तपाईलाई स्वागत छ। सहकर्मी बेलुमाया महतरासँगै म भुवनेश्वरी स्वाई। कार्यक्रम बाल आवाज गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किडाक नेपालले सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजना संघको सहकारीमा रेडियो कर्णाली आवाज एफएम 94.2 मेगाहर्जले उत्पादन तथा प्रसारण गरिरहेको छ। एकीकृत सामुदायिक विकास परियोजना हुम्लाको चङ्खेली, सार्कगाड, खारपनाथ, सिमकोट गाउँपालिकामा विगत लामो समयदेखि बाल संरक्षण, शिक्षा, स्वास्थ्य, आय आर्जनको क्षेत्रमा कार्यरत रहेको छ। रेडियो कार्यक्रम बाल आवाज तपाई हरेक साताको मंगलबार बिहान 7:30 देखि 8 बजे र पुनः प्रसारण हरेक शनिबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म रेडियो कर्णाली आवाज एफएम 94.2 मेगाहर्ज, रेडियोको अनलाइन www.radiokernaliawaz.com, हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ। यदि यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नु भएन भने तपाईले हाम्रो अनलाइन www.radiokernaliawaz.com र युट्युब www.youtube.com/radiokernaliawaz हुम्लामा आफ्नो फुर्सदको समय अनुसार सुन्न सक्नुहुनेछ। श्रोता, भनिन्छ नि आजका बालबालिका भोलिका प्रधानमन्त्री, सांसद, राष्ट्र सेवक, कर्मचारी वा सिंहो भविष्य हुन्। यही कुरालाई मात्र आत्मसात गर्ने हो भने पनि आजैदेखि हाम्रा बालबालिकाको शिक्षा, वृद्धि विकासमा घर, समाज, विद्यालय, सरकार तथा नागरिक क्षेत्रबाट मनज्ञ लगानी सहितको बाल मैत्री वातावरण तयार पार्नु पर्दछ। यसै तथ्यलाई आधार मानेर हामीले रेडियो कार्यक्रम बाल आवाजको उत्पादन तथा प्रसारण गरिरहेका छौं। कार्यक्रम बाल आवाजको आजको अंकमा हामीले हाम्रा बालबालिकालाई बाल विवाह र बाल श्रम गर्न नदिन विद्यालयको बाल क्लब र जिल्लामा सञ्चालित गैर सरकारी संस्थाको भूमिका कस्तो छ, नीतिगत व्यवस्था र समाजको अवस्थाको बीच कसरी मेल खान सक्छ, बाल विवाहका केसहरू बढे पनि किन त्यसलाई न्यूनीकरणमा हाम्रा निकायहरू लाग्दैनन् होला भन्ने जिज्ञासाको खोजी गर्ने माध्यमका रूपमा प्रयोग गर्नेछौं। यो सहित कार्यक्रममा हामीले गएको साता जिल्लाभर भएका बालबालिकासँग सम्बन्धित गतिविधिको गालो बाल गतिविधि, चालू आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बाल विवाह विरुद्धका सचेतना कक्षा कोठा मार्फत जगाउने पहल शुरू गरेको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले जानकारी दिनुभएको छ। जिल्लामा बढ्दो क्रममा रहेको बाल विवाह र बाल श्रमको न्यूनीकरणका लागि विद्यालयको बाल क्लब र जिल्लामा सञ्चालित गैर सरकारी कार्यालयको भूमिका कस्तो छ भनेर बाल मन्दिर माध्यमिक विद्यालयको आकुरा बाल क्लबका अध्यक्ष अरुणिमा पुन मगर र नेपाल अस्ट्रेलिया साझेदारी संस्थाका संयोजक छेपाल दोर्जी लामासँग गरिएको एक बाल संवाद। अब बाल विवाह न्यूनीकरणका लागि अब हामीले सक्ने भनेको अब सडक नाटकहरू गर्छौं, विभिन्न किसिमका र्यालीहरू गर्छौं, अनि बाल विवाह न्यूनीकरणका लागि अब विद्यालय तथा अन्य स्थानमा चाहिँ अब ती सामुदायिक कार्यहरू गरेर अब नाटक त्यस्तै अब र बाल बालिकाका अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्नका लागि शुरू गरिएको नियमित स्तम्भ बाल प्रतिभा अन्तर्गत आज सिमकोटको बाल मन्दिर मावि कक्षा 10 मा अध्ययनरत छात्रा सुनिता लामाको देउडा गीत। बाल सरमलाई हटाऊ जान्या बुझ्न्या समय मिली बाल सरमलाई हटाऊ लगायतका सामग्री प्रस्तुत गर्ने नै छु। तपाई पनि रेडियो सुन्दै आफ्नो काम गर्दै गर्नुहोस् है। श्रोता, तपाई अहिले गुड नेबर्स इन्टरनेशनल नेपाल र किडाक नेपाल हुम्लाले सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजना संघको सहकार्यमा रेडियो कर्णाली आवाजको साप्ताहिक रेडियो कार्यक्रम बाल आवाज सुनिरहनु भएको छ। कार्यक्रममा अब बाल गतिविधिको पालो। गएको साता जिल्लामा बाल बालिका सम्बन्धी विविध गतिविधि भएका छन्। थप विवरण ल्याएर आउँदै हुनुहुन्छ सहकर्मी भुवनेश्वरी शाही। जिल्लाका बाल विवाहको दर अप्रत्याशित रूपमा बढेको तथ्य बाहिर आएपछि जिल्लाको सामाजिक विकास कार्यालय
पहिलो पटक किशोर किशोरीहरूलाई सचेतना फैलाउन विद्यालय प्रवेश गरेको छ। पछिल्लो पटक स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी आउने 20 वर्ष मुनिका महिलाहरूको संख्या गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपछि कार्यालयले बाल विवाह र छाउपडी प्रथा न्यूनीकरणका लागि विद्यालयमा अध्ययनरत बाल बालिकालाई जागरूक बनाउन कार्यालयको रोजाइमा विद्यालय परेको हो। जिल्लामा अझै बाल विवाहका घटना वृद्धि भएका तथ्याङ्कहरू सार्वजनिक भएपछि आफूहरूले चालू आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बाल विवाह विरुद्धका सचेतना कक्षा कोठा मार्फत जगाउने पहल शुरू गरेको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले जानकारी दिनुभएको छ। आर्थिक वर्षका लागि आएको बजेटले बिल भरपाई बनाएर सक्नुभन्दा त्यसलाई त्यतिकै फ्रिज फाल्नुभन्दा विद्यार्थी भाइ बहिनीहरूलाई सानो खाजा र खानाको व्यवस्था गरेरै भए पनि विद्यार्थीहरूको माध्यमबाट व्यक्ति परिवार र समाज रूपान्तरणका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख सिंहले भन्नुभएको छ। हुम्लाको खारपुनाद गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधि मन्त्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षा सम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कूलको अवधारणालाई प्रबन्धन गर्दै 5 वटा स्मार्ट बोर्ड, 10 वटा ल्यापटप तथा 3 वटा प्रिन्टर विद्यालयलाई हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावले डिजिटल शिक्षाको विस्तार र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यका साथ सामग्री वितरण गरेको जानकारी दिनुभएको हो। प्रचलित कानूनले बाल विवाह र बाल श्रमलाई पूर्ण रूपमा वर्जित मात्र गरेको छैन, यसमा संलग्न पक्षलाई कारबाहीको भागीदार समेत बनाएको छ। तर पनि जिल्लामा बाल विवाह र बाल श्रमका घटना घट्नुको सट्टा बढ़िरहेको देखिन्छ। यसलाई न्यूनीकरण गर्नको लागि जिल्लाको बाल क्लब र गैर सरकारी संस्थाको भूमिका कस्तो छ, आगामी दिनमा के हुन्छ भन्ने बारेमा हामीले बाल मन्दिर माध्यमिक विद्यालयका आकुरा बाल क्लबका अध्यक्ष अरुणिमा पुन मगर र नेपाल अस्ट्रेलिया साझेदारी संस्थाका संयोजक छेपाल दोर्जी लामासँग गरिएको बाल संवाद। यहाँ दुवैजनालाई कार्यक्रम बाल आवाजमा स्वागत छ। धन्यवाद। मैले कार्यक्रमको सुरुवात नेपाल अस्ट्रेलिया साझेदारी संस्थाका संयोजक छेपाल सरबाट सुरु गरे। तपाईले पढेको, सुनेको र देखेको आधारमा बाल विवाह के हो? हामीले बुझे अनुसारको चाहिँ यो बाल विवाह भन्नाले चाहे त्यो मागी होस्, प्रेम विवाह होस्, जुनसुकै विवाह भए पनि जुन बाल बालिकाहरू 20 वर्ष नपुग्दै गरेको विवाहलाई चाहिँ बाल विवाह भनिन्छ। हुम्ला जिल्लाको सन्दर्भमा बाल विवाहलाई कसरी हेर्नु भएको छ? यो बाल विवाह अहिले पनि विद्यमान नै छ, यहाँ यो समाजमा चाहिँ चलिरहेको छ। पहिलाको बाल विवाह र अहिले पछि अलिकति फरक छ। पहिला चाहिँ मागेर चाहिँ बाल विवाह ज्यादा हुन्थ्यो भने अहिले चाहिँ प्रेम विवाह चाहिँ बाट चाहिँ बाल विवाह चाहिँ भरिरहेको छ। निश्चय नै आमा बुवाले चाहिँ अहिले बाल विवाह नहोस् भनेर चाहिँ चाहेको चाहिँ छ अभिभावकले। तर यो सामाजिक सञ्जाल लगायत यो ग्लोबलाइजेसन भनौँ अहिलेको चाहिँ जुन विभिन्न कारणले गर्दाखेरि चाहिँ बाल बालिकाबाटै बाल विवाह हुने चाहिँ हामीले ज्यादा देख्यौँ। यहाँले अहिलेसम्म गरेको सामाजिक सेवा र अनुभवले हुम्लामा बाल विवाहको अवस्था कस्तो पाउनु भएको छ? निश्चय नै पहिला भन्दा चाहिँ अलिकति घटेको चाहिँ सामाजिक हिसाबले चाहिँ त्यो चाहिँ देखिएको छ। तर त्यही पनि हाम्रो हुम्लातिर पनि बाल विवाह चाहिँ अहिले विद्यमान कामै छ होइन। अब यो चाहिँ बाल विवाह भएको चाहिँ तथ्याङ्क लिनु चाहिँ एकदमै अप्ठ्यारो चाहिँ छ। किन भन्दाखेरि यो जुन बाल विवाह भयो भनेर उजुरी नआउँदासम्म चाहिँ अलिकति गाह्रो, र तथ्याङ्क सङ्कलन गर्न जाने मान्छेलाई पनि कहिले कहिले सही विवरण नदिँदाखेरि यति नै छ भन्नु चाहिँ अलिकति चाहिँ गाह्रो चाहिँ छ। यो सँगै जिल्लामा बाल श्रमको अवस्थालाई कसरी हेर्नु भएको छ? बाल श्रम चाहिँ विशेष गरेर सदरमुकामतिर चाहिँ अलिकति छ कि जस्तो चाहिँ फिल चाहिँ भएर आएको छ। हामीले चाहिँ सेल्टरहरू चलाउँछौँ। बाल श्रमको चाहिँ हालसम्म चाहिँ त्यस्तो घटना खासै आएको छैन। 1-2 वटा चाहिँ बाल श्रममा चाहिँ राखेको र त्यसबाट हिंसामा परेर चाहिँ केसहरू 1-2 चाहिँ आएको छ। विशेष गरी यो दुर्गम ठाउँ सदरमुकाम भन्दा अलि टाढा अलि कुद्ना कप्चोको चाहिँ आमा बुवाहरूले चाहिँ आफूलाई बच्चा बच्चीलाई स्कुल पढाउनु चाहिँ अलि अप्ठ्यारो भएर उहाँहरूले चाहिँ सदरमुकाम अथवा सदरमुकाम नजिकतिरको अलिकति हुने खाने घरहरूमा चाहिँ बाल श्रम कामदारको हिसाबले पठाइदिने, दिउँसो स्कुल जाने पढ्ने, बिहान बेलुका चाहिँ त्यहाँ चाहिँ काम गरेको चाहिँ हामीले पाएको छौँ। यो अब यसले चाहिँ एउटा समस्या के हुँदो रहेछ भने आफ्नै अभिभावकसँगै नभएकोले चाहिँ उहाँहरू चाहिँ
लडाई फकाइमा परेर चाहिँ बाल विवाह हुने अथवा चाहिँ कहिले कहिले हिंसामा चाहिँ विशेष गरेर यो चाहिँ लैङ्गिक हिंसामा चाहिँ पर्ने खालको चाहिँ केसहरू चाहिँ देखेको थियो। मैले बाल क्लबका अध्यक्ष अरुणिमा पुन मगरको राय लिन खोजे। जुन तपाईँको सदरमुकामको विद्यालयमा गठित बाल क्लबको अध्यक्षका रूपमा बाल विवाहलाई कसरी बुझ्नु भएको छ? अब हामीले पढ्दै आएको अब हामीले बुझे अनुसार अब सरले भन्नुभयो अघि नै कानुनी रूपमा निश्चित उमेर नपुग्दै अब बिहे गर्नुलाई नै बाल विवाह भनिन्छ भनेर सरले भनिसक्नुभयो। मैले पनि अब त्यसरी नै बुझेको छु भनौँ। बाल विवाह र बाल श्रमलाई बाल अधिकारसँग कसरी जोड्नु भएको छ? बाल विवाह र बाल श्रम अब दुवै फरक फरक पाटो हुन्, तर यो बाल विवाह र बाल श्रम चाहिँ दुईटै अब सामाजिक अब विकृतिको रूपमा पनि अब चिनिँदै अब भइरहेको छ। अब बाल विवाह सरले पनि भन्नुभयो पहिलाको उसमा चाहिँ अब मागेर गरिन्थ्यो भने अहिले चाहिँ बालबालिका आफ्नो इच्छाले गरिरहेका छन् होइन। अब प्रेम विवाहले गरिरहेका छन्, अब सामाजिक सञ्जालको प्रयोगले गरिरहेका छन्। अब बाल श्रम चाहिँ कुनै पनि बच्चा आफैले चाहिँ गरिरहेको छैन, उनीहरूको अभिभावकले गर्दा चाहिँ बाल श्रम भइरहेको छ। यहाँको विद्यालयमा पनि बाल विवाह गरेका जोडी छन्। त्यसमा यहाँको नेतृत्वमा रहेको बाल क्लबले के पहल गरिरहेको छ? हामीले अब बाल विवाह तिनीहरूले गर्नुभन्दा अगाडि चाहिँ अब हामीले धेरै किसिमको जनचेतनामूलक कार्यक्रमहरू पनि गरेका थियौँ। अब तिनीहरूको अब पारिवारिक समस्या भनौँ या कुनै कारणवश उनीहरूले बाल विवाह गरे तैपनि अब उनीहरू अब अहिले चाहिँ हाम्रो सुझाव चाहिँ उनीहरूप्रति के छ भने अब पढाइलाई चाहिँ निरन्तरता कायम गरिराख, पढाइलाई चाहिँ बिचैमा नछोड भन्ने चाहिँ छ। छेपाल सर, जुन सदरमुकाममै विद्यालयको अवस्था यस्तो छ, तर बाल विवाह विरुद्ध काम गर्ने सरकारी कार्यालय र थुप्रै संस्थाहरू पनि जिल्लामै छन्, किन यस्तो भयो होला त? यो सामाजिक चेन्ज भनेको चाहिँ त्यति सजिलो चाहिँ छैन। यो चाहिँ बिस्तारै बिस्तारै चेन्ज हुन्छ र कहिले कहिले चाहिँ कारणवश त्यसले चाहिँ अलिकति समस्या चाहिँ झन पनि बल्झिनु पनि सक्छ, किन त्यसलाई निरन्तरता चाहिँ दिइरहनु पर्ने हुन्छ। मान्छेको व्यवहारमा भर पर्ने, परिस्थितिमा भर पर्ने खालको कुरा हो। अब यसमा चाहिँ अब विशेष गरेर सबैभन्दा सचेत चाहिँ अभिभावकहरू चाहिँ सबैभन्दा सचेत हुनुपर्ने र त्यो सँगै त्यसलाई चाहिँ एउटा सपोर्टिभ इन्भाइरोमेन्ट बनाउनुलाई चाहिँ जस्तै विद्यालयको शिक्षकहरू भनौँ, साथीभाइहरू भनौँ। अब यो त्यही सँगै हाम्रो जुन चाहिँ अब हामीले के भन्छ बाल विवाह चाहिँ महिलाले मात्रै हेर्ने खालको चाहिँ हेर्छु होइन। त्यसै कारणले यो पुरुषहरू र बालकहरूलाई पनि यो यस्ता कार्यक्रममा चाहिँ समावेश गरेर उहाँहरू पनि सचेत चाहिँ बनाउनु पर्ने खालको देख्छु। अब यो बाल विवाहमा पनि कहिले के हुँदो रहेछ भने महिला ज्यादा बाल विवाह गर्छ कि पुरुष ज्यादा गर्छन्। जस्तै बालिका चाहिँ अलिकति चाहिँ रेट चाहिँ हाई छ, जस्तै पुरुष चाहिँ 25 वर्ष पुगेको, तर चाहिँ बालिका चाहिँ बाल विवाह त भयो तर पुरुष चाहिँ भइसकेको 20-25 वर्ष पुगिसकेको, तर बालिका चाहिँ 18 अथवा 17 त्यस्तोहरूकै केसहरू हुन्छ। त्यो हिसाबले हेर्ने हो भने अलिकति महिला चाहिँ ज्यादा बाल विवाह चाहिँ गरेको चाहिँ देखिएको छ। त्यसको लागि चाहिँ हामीले चाहिँ पुरुषलाई पनि सचेत गराउनु पर्ने, यो कानुनी कुराहरू पनि लानु पर्ने छ। र हालसम्म चाहिँ बाल विवाह गरेर चाहिँ कानुनी हिसाबले कहिले पनि दण्डित नभएकोले यसले गर्दाखेरि पनि अब बाल विवाह भइसक्यो भने अब कानुन प्रभावकारी ढङ्गले चाहिँ कार्यान्वयन नहुँदाखेरि चाहिँ बाल विवाह प्रति अलिकति डर चाहिँ कम छ कि जस्तो चाहिँ फिल चाहिँ आउँछ। र यस्ता केसहरू कहिले कहिले जिल्ला प्रहरीमा पनि आउँछ, हाम्रो सेल्टरमा पनि आउँछ। हामी त्यो गर्दाखेरि विडम्बनाको कुरा हाम्रो गाउँघरको केही नेता हुँ भन्ने, अलि ठुलाबडा हुँ भन्नेहरू चाहिँ यो चाहिँ अलिकति पैसामा लेनदेन गरेर यस्ता केसहरू चाहिँ मिलाउनुमा चाहिँ एकदम तत्पर हुने, त्यो मिलाए बापत चाहिँ उसले चाहिँ आफ्नो प्रशिक्षा बढ्ने खालको होइन। एउटा दुईवटा कार्यकर्ता चाहिँ मैले कमाएँ, यस्ता चाहिँ केसहरू चाहिँ मैले मिलाएँ भन्ने खालको गर्व गर्ने खालको चाहिँ त्यस्तो परिपाटी भएकोले चाहिँ यहाँ समाजमा चाहिँ विकृति हुन्छ। तर विकृतिलाई चाहिँ हाम्रो सरकारवाला सबैले मिलेर चाहिँ त्यसलाई निर्मूल बनाउनुको सट्टा चाहिँ आफ्नो व्यक्तिगत लाभ लिनको लागि चाहिँ यो केसहरू तिनीहरूलाई बरुवा चाहिँ दिइरहेको चाहिँ महसुस चाहिँ हुन्छ। अब यसमा प्रभावकारी ढङ्गले चाहिँ कानुनी हिसाबले चाहिँ कारबाही नहुनाले पनि कानुन प्रति बाल विवाह प्रति चाहिँ कानुनी हिसाब मान्छेलाई खासै डर चाहिँ म देख्दिनँ। कानुनले के भन्छ त? कानुनले चाहिँ यो बाल विवाह गराए बापत चाहिँ निश्चित तोकिएको सजाय छ होइन। अब त्यति मात्र नभएर त्यो बाल विवाह गरेको खण्डमा चाहिँ त्यहाँ संलग्न हुने सम्पूर्ण व्यक्तिहरू, त्यहाँ गएको भोज खानेदेखि लिएर बाल विवाहमा गराइदिने पुरोहितदेखि लिएर सबैलाई चाहिँ कारबाही चाहिँ छ, कानुनमा चाहिँ छ। तर कार्यान्वयनमा चाहिँ हालसम्म चाहिँ आएको चाहिँ म चाहिँ खासै देख्दिनँ। कानुन र व्यवहार बीच तालमेल नमिल्नुको कारण के होला त?
अब मैले अघि नै कुरा राखिहालेँ, हाम्रो यहाँ एकअर्का चाहिँ सानो ठाउँ, सबैले एकअर्का चिना परिचित भएको र सबैले चाहिँ यो बिचमा चाहिँ केही सामाजिक अगुवा राजनीतिक अगुवाहरूले चाहिँ यसलाई चाहिँ मिलाइदिने, डाकसोप गरिदिने होइन, जिल्ला प्रहरीमा चाहिँ फोन गर्ने, प्रशासनमा फोन गर्ने, जुन जुन चाहिँ कानुनी निकायहरू छ अदालतदेखि सबै ठाउँमा चाहिँ फोन गरेर कसरी हुन्छ सेटअप गरेर मिलाउने, केस चाहिँ सामसुम पार्ने, यो प्रविधिले गर्दाखेरि चाहिँ अलिकति बाल विवाह प्रति मान्छेहरूको डर चाहिँ खासै देख्दिनँ। अरुण हिमाज्यू, जुन तपाईँकै बाल क्लबका साथीहरूलाई बाल विवाह गर्नुहुन्न भनेर तपाईँले केही सुझाव सल्लाहहरू दिनुहुन्न? अब दिइरहेको हुन्छौँ। अब बाल विवाह गर्नु हुँदैन, यस्तो गर्नाले अब समाजमा पनि नकारात्मक असर पर्छ, यसमा अब आफ्नो शारीरिक हिसाबले पनि असर पर्छ, मानसिक दबाव पनि पर्छ भनेर अब भनिरहेको हुन्छौँ। जुन तपाईँको बाल क्लबले बाल विवाह विरुद्धका कुनै अभियानहरू सञ्चालन गर्दै आएको छ या के छ? सञ्चालन गर्दै आएको छ। अब विभिन्न किसिमका अब नाराहरू लगाउँछौँ अनि नाटकहरू पनि सञ्चालन भइरहेको हुन्छ बेला बेलामा विद्यालयमा। विद्यालयमा गर्नुहुन्छ कि समुदाय स्तरमा? अहिलेसम्म चाहिँ विद्यालयमा गरेको छ। जब हाम्रो बाल क्लबमा गठन भएको छ, विद्यालयमा चाहिँ भएको छ, समुदायमा चाहिँ भएको छैन, पछि गर्ने उसमा छ, प्लान छ। जुन तपाईँको विचारमा बाल विवाह गर्नु राम्रो हो त? बाल विवाह गर्नु कदम कता चाहिँ राम्रो होइन जस्तो लाग्छ मेरो विचारमा। असर के हुन्छ बाल विवाह गरेमा? बाल विवाह चाहिँ असर अब एउटा त अब व्यक्ति स्वयंमा मानसिक दबाव पर्छ। बाल विवाह गरेर अब छिट्टै नै आमा बन्ने हुन्छन् अब केटीहरू चाहिँ, अब यसले गर्दा आफ्नो शारीरिक रूपमा पनि असर पर्ने हुन्छ। अर्को चाहिँ बाल मृत्यु दर सँगै आमाको मृत्यु दर पनि बढ्ने हुन्छ यसमा चाहिँ। जुन विद्यालयमा अध्ययनरत अन्य बालबालिकाहरूलाई यसबारे जानकारी दिनु भएको होइन छ या छैन? यदि तिनीहरूले तपाईँको सुझाव सल्लाह नमानेको खण्डमा के गर्नुहुन्छ? जानकारी त गराउँदै आएका छौँ। अब उनीहरू पनि विद्यालयमा नि पढ्ने, अब उनीहरूले नि धेरै कतिपय कुराहरू त उनीहरूलाई पनि थाहा हुन्छ होइन। अब यसो गर्दा गर्दै पनि अब उनीहरूले अब के कारण हो त्यो चाहिँ हामीले जान्न सकेनौँ। अब उनीहरू बाल विवाह गरेको अब के कारणले हो त्यो चाहिँ अब जान्न, अब पछि हामी जान्नेछौँ भन्ने आशा छ। अब अहिलेसम्म चाहिँ अब त्यो बुझेका छैनौँ भनौँ। छेपाल सर, हाम्रो जिल्लामा यो बाल विवाह के कारणले बढ्न थालेको होला? पछिल्लो चरणमा चाहिँ यो हेरिएको छ। अब यो भरिरहेको चाहिँ अब तथ्याङ्क यो भनेर खासै चाहिँ मलाई पनि जानकारी मात्रै छैन, भरिसक्यो गरिएको छ कि होइन। तर अब निश्चय नै पहिला जुन चाहिँ हामीले देखेको, हामीभन्दा माथि पुस्ताहरूको, हाम्रै पुस्ताको साथीहरू हेर्दाखेरि पनि बाल विवाह ज्यादा थियो र अहिले चाहिँ अलिक कम भएछ। अब यसमा सामाजिक हिसाबले पनि फरक चाहिँ हुन्छ। जस्तै नाम्कातिर के हुँदछ भने सिमकोट यो आसपासको चाहिँ एसई दिनु बित्तिकै सबै चाहिँ तल पढ्न जाने खालको चाहिँ त्यो ट्रेन पनि छ। यो ट्रेनले गर्दाखेरि पनि तल गइसकेको बाबु नानीहरू चाहिँ त्यहाँ काठमाडौँको जुन चाहिँ रहनसहन, त्यहाँको संस्कृतिहरू देख्दाखेरि चाहिँ हतपत उहाँहरू चाहिँ बाल विवाह चाहिँ त्यति गर्दैन, किन पढाइतिर फोकस हुन्छ। अब जो चाहिँ तल पढ्न जाँदा यतैतिर धेरै अड्केको चाहिँ अलिकति बाल विवाह गरेको चाहिँ देख्छु। किन भन्दाखेरि अब यहीँ बसेको हुन्छ, यसले चाहिँ अब दङ खान सक्छ कि भन्ने खालको होइन। अनि त्यसले पनि अलिकति र अब यहाँ चाहिँ अलिकति बालबच्चा कम भएपछि उहाँहरूले टार्गेट पनि त्योसँगै बिहा गर्नुपर्छ भन्ने खालको चाहिँ त्यो हुँदो रहेछ। विशेष गरेर हाम्रो लामा जातिहरूमा चाहिँ झन् अलिकति कम चाहिँ छ माथिल्लो लामाहरू। किन भन्दाखेरि हाम्रो त्यहाँ बिच्छुनी बस्ने ठाउँ चाहिँ गुम्बै छ र बिच्छुको पनि गुम्बा छन् होइन। 10-12 वर्ष पुगेपछि ऊ माथि जान्छ नि, त्यहाँ चाहिँ लगभग 5-10 वर्ष जति बसिसकेपछि ऊ लगभग त्यहाँबाट निस्किए तापनि 20 वर्ष पुगेपछि निस्किन्छन्। त्यहाँपछि उहाँहरूले बिहा गरे पनि यो चाहिँ अलिकति उमेर पुगेरै बिहा हुने खालको चाहिँ त्यो छ। किन भन्दाखेरि यालबाङमा विशेष गरेर चाहिँ हाम्रो गुम्बा पनि छ, आनी गुम्बा पनि छ। दुईटाले गर्दाखेरि चाहिँ त्यहाँ सानोदेखि नै अब बिछुनी भइसकेपछि बिहा गर्नु हुन्न भनेर त्यो कन्सेप्टले पनि उहाँहरूलाई अलिकति त्यो चाहिँ गरेको चाहिँ छ। यसको न्यूनीकरणमा यहाँहरू जस्ता सामाजिक संस्थाहरूले के गरिराख्नु भएको छ? हाम्रो चाहिँ विशेष गरेर हामी 10-11 वटा संस्थाहरू छ। हामी सबै मिलेर चाहिँ एउटा बाल विवाह विरुद्धको साझा अभियान भनेर हामीलाई एउटा चाहिँ लुज फोरम एउटा चाहिँ क्रिएट गरेको छु, जुनको चाहिँ अध्यक्ष चाहिँ म छु र हाम्रो बाल बालिका सम्बन्धी काम गर्ने संस्था सबै त्यसमा आबद्ध छ। र निकट भविष्यमा हामीले चाहिँ व्यक्तिहरू पनि हुन चाहे, अरूहरू पनि हुन चाहेकोमा चाहिँ हामी चाहिँ ऊ पनि गर्न सक्छौँ, इन्भल्भ गराउन सक्छौँ। हामीले चाहिँ विशेष गरेर यो नाम्का र सिमीकोट दुईटा पालिकालाई लिएको छौँ। त्यो दुईटा पालिकालाई हामीलाई चाहिँ ध्यान आकर्षण पत्रहरू बुझाइदिने, उहाँसँग कोअर्डिनेसन मिटिङहरू राख्ने होइन, कन्सल्टेटिभ मिटिङहरू राख्ने र यो चाहिँ नेपाल सरकारकै कार्यक्रम भएकोले चाहिँ सकभर उहाँले बाल विवाह
बालविवाह न्यूनीकरणको लागि रणनीतिक योजनाहरू बनाउने, त्यो योजना बमोजिम चाहिँ उहाँहरूले चाहिँ अगाडि बढेर बालविवाह मुक्त गाउँपालिका चाहिँ घोषणा गर्नुपर्छ भनेर त्यो लागि परेको छु। जस्तै सिमिकोटको चाहिँ पहिला नै युनेस्को सहयोगमा रणनीतिक योजना बनिसक्यो, बालविवाह अन्त्य रणनीति, र त्यसपछि हामीले यसपालि नै हामी चाहिँ नाम्का गाउँपालिकासँग कुरा गरेर हामीले भर्खरै चाहिँ यो चाहिँ कार्यपालिकाबाट पास गर्यौं र त्यसमा पनि अब कसरी चाहिँ बालविवाह न्यूनीकरण गर्नुपर्छ, रणनीतिक तरिकाले चाहिँ गर्नुपर्छ भनेर हामीले चाहिँ कोअर्डिनेसनको पाटोमा चाहिँ ज्यादा लागि परेको छु। र त्यो सँगसँगै अब हामीसँग काम गर्ने सङ्घ संस्थाहरूले पनि आफ्नो ठाउँबाट चाहिँ जस्तै हामीसँग एसआइटिसी छ, गुड नेबर्स छ, त्यसै आधार विकास छ, त्यस हिमाली नवीन समाज, हेड नेपाल लगायत हामी जो बालबालिका सेक्टरमा काम गर्छौँ सबैले आफ्नो सङ्घ संस्थाबाट अवेरनेस कार्यक्रमहरू राखेर हुन्छ कि अब जस्तै हामी नापोरले चाहिँ विशेष गरेर उद्धारको चाहिँ काम गरेर जिल्ला प्रहरीसँग मिलेर बालविवाह भएकोहरूलाई चाहिँ उद्धार गरेर ल्याएर आफ्नो आफ्नो घरमा फर्काइदिने, तिनीहरू फर्किनको लागि चाहिँ त्यो नानी बाबुहरूलाई चाहिँ हामीले प्रोत्साहन गरिदिने र लडाइ फकाइ गरेर चाहिँ बेचबिखनको लागि बाहिर लान खोजेको हो भने त्यस्ताहरूलाई चाहिँ उद्धार गरेर ल्याएर कानुनी हिसाबले हामी चाहिँ उहाँहरूले दण्डित गराउनुको लागि त्यसो चाहिँ हरेक एनजिओहरू चाहिँ आफ्नो आफ्नो सेक्टरबाट गरिरहेछ र हामीले चाहिँ विशेष गरेर हामीले नै सबै कुरो गर्नु सकिन्न। हामीले चाहिँ नेपाल सरकारको विभिन्न निकायहरू स्थानीयदेखि लिएर अब सामाजिक विकास सबैसँग कोअर्डिनेसन गरेर यो चाहिँ रणनीतिक हिसाबले चाहिँ यो बालविवाह अन्त्यको लागि चाहिँ हामी कोसिस चाहिँ गरिरहेछौँ। तपाईले गरेको पहलले बालविवाह न्यूनीकरणलाई सहयोग पुर्याएको छ त? निश्चय नै छ, किन भन्दाखेरि हामीले बेला बेलामा चाहिँ बालविवाह सम्बन्धीको चाहिँ हामी एफएमबाट चाहिँ प्रोग्रामहरू चाहिँ हामी रिले गरिरहेको हुन्छौँ। मैले अस्तिदेखि आधार विकासले जुन चाहिँ फोहोर फाल्ने अरू ठाउँमा म 20 वर्ष पुगेको छु मात्र बिहा गर्छु भन्ने खालको त्यस्ता छ प्रोमोसन मेटर्सहरू लगेको छ। अब यो सामाजिक चेन्जहरू चाहिँ हामीलाई मापन गर्नु चाहिँ गाह्रो छ। जस्तै बिल्डिङ बनाइदिने, खानेपानी बनाइदिने, त्यो त हामीले भिजिबल भन्छ, त्यो त देखिहाल्छ। र यो सामाजिक चेन्जहरू चाहिँ अवेरनेस कुराहरू कहिले कहिले अब यो अहिले नै म एफएमबाट केही कुरा भनिरहेको छु, केही नानी बाबुले मेरो यो कुराबाट इन्सपायर भएर बिहा नगरे भने मापन त नाप्न त सक्दिनँ, तर त्यसले चाहिँ निश्चय नै एउटा चाहिँ चेन्ज चाहिँ आइरहेको चाहिँ हुन्छ र हामीले चाहिँ त्यही हुन्छ भनेर हामी चाहिँ सबै सचेतनाको कार्यक्रमहरू चाहिँ हामी चाहिँ गरिरहन्छौँ। यहाँको विचारमा बालविवाह न्यूनीकरण गर्नको लागि कसले के गर्नु पर्ला? बालविवाह न्यूनीकरणको लागि चाहिँ अब मेन त के अरे अभिभावकहरू स्वयं सचेत हुनु पर्यो। उनीहरूले अब बालबालिकाप्रति के बितिरहेको छ, बालबालिकाहरूको के गरिरहेको छ, उनीहरूको हरेक गतिविधिमा अब ध्यान राख्नु पर्यो। अनि अर्को चाहिँ अब उसको विद्यालय, ऊ जुन विद्यालयमा पढ्छ उसको विद्यालयका शिक्षकहरू लगायत अब विद्यालयमा गठित अब कुनै पनि अब क्लबहरूको उनीहरूले चाहिँ सचेत अगाडि नै अब कुनै कार्यक्रमहरू गराउनु पर्यो र स्वयं त्यो व्यक्ति आफै पनि सचेत हुनु पर्यो, उनीहरूले पनि जानकारी गराएको हुनु पर्यो भन्ने लाग्छ। बालविवाह न्यूनीकरणका लागि अबको दिनमा यहाँ जस्ता युवा क्लबहरूले के गर्नुहुन्छ त? अब बालविवाह न्यूनीकरणका लागि अब हामीले सक्ने भनेको अब सडक नाटकहरू गर्छौँ, विभिन्न किसिमका र्यालीहरू गर्छौँ। अनि बालविवाह न्यूनीकरणका लागि अब विद्यालय तथा अन्य स्थानमा चाहिँ अब त्यही सामुदायिक कार्यहरू गरेर अब नाटक त्यस्तै अब। छेपाल सर, जिल्लाको बढ्दो बालविवाहलाई न्यूनीकरण गर्न यहाँको अबको भूमिका र योजना के रहनेछ? हामी निरन्तर नै हाम्रो नेपाल सरकारको जो स्थानीय सरकारदेखि लिएर सम्पूर्ण सामाजिक कार्यालयहरूसँग चाहिँ निरन्तर हामी चाहिँ संवादमै रहन्छौँ, उहाँहरूसँग कोअर्डिनेसन गरिरहन्छौँ र हामीले चाहिँ बेला बेलामा प्रत्येक वर्ष हामीले चाहिँ उहाँहरूलाई चाहिँ ध्यान आकर्षण पत्रहरू चाहिँ बुझाउँछौँ, ज्ञापन पत्रहरू बुझाउँछौँ। उहाँहरूसँग साझेदारीमा जानको लागि पनि हामी तत्पर छौँ। हामी उहाँहरूलाई बालविवाह अन्त्य योजना अनुसारको चाहिँ केही बजेट छुटाउनुहोस्, केही बजेट हामी गरौँला, मिले हातेमालो गरेर चाहिँ हामी यो बालविवाह न्यूनीकरणमा चाहिँ लाग्नु चाहिँ पर्छ कि भनेर हामी चाहिँ उहाँसँग चाहिँ निरन्तर हामीले चाहिँ पहल गर्छौँ, उहाँहरूसँग चाहिँ कोअर्डिनेसन त्यो चाहिँ गर्छु होइन। मलाई एउटा के भन्न मन लाग्यो भने अघि नानीले भने नि अभिभावकहरू सचेत हुनुपर्छ भन्ने खालको कुरा होइन, त्यो निश्चय नै रहेछ। एउटा बालविवाह केस एउटा चाहिँ आयो म कहाँ, पछि मैले ती नानीलाई चाहिँ इन्टरभ्यू लिँदाखेरि उहाँले के भन्यो भने आमा खड्कामा बस्छ अरे होइन, गाई गोरुसँग दुईटा भाइ बहिनीहरू उसले हेर्नुपर्ने र बुवा चाहिँ कहिले माथि जाने कहिले तल आउने गरेर बस्दो रहेछ। त्यो नानी चाहिँ 10 कक्षा जतिमा पढ्ने, आफैले खाना बनाएर भाइ बहिनीलाई पनि खुवाउनु पर्ने, आफू पनि खानुपर्ने, स्कुलमा पनि जानुपर्ने र बुवाहरू आएर चाहिँ यो काम भएन त्यो भएन भनेर किचकिच पनि गर्ने र उसले आफ्नै घरमा बस्नलाई वातावरण देखिन। उसले त्यो नानीले अभिभावक सचेत भएन, त्यो नानीले बालविवाह गर्नु हुन्न भन्ने खालको त थाहा छ, उसलाई एकदम टाटो बाटो छ, तर उसलाई के भने
त्यही घरमा बस्ने उसलाई वातावरण नै भएन। नहुँदाखेरि अब ठिकै छ बिहा गरौँ भन्ने केटा चाहिँ आफ्नै कुटुम्बै रहेछ भनेर चाहिँ उसले चाहिँ बिहा गरेर चाहिँ गइदिएको रहेछ। पछि चाहिँ हामीले चाहिँ जो प्रहरी लगाएर फर्काएर ल्याएर चाहिँ छुटाउन खोज्दाखेरि उहाँले चाहिँ स्पष्टै भन्यो कि मलाई मेरो घरमै बस्न मलाई वातावरण छैन भन्ने खालको। ऊ नानीले जुन चाहिँ अघि अभिभावकले पनि ध्यान दिनुपर्छ भन्ने नि यो चाहिँ प्रसङ्ग चाहिँ म त्यहाँसम्म जोडेँ। किन भन्दाखेरि हाम्रो यो रेडियो मार्फत कतिजना बाउ आमाले घरमा अहिले पनि सुनेर होला हाम्रो कुरा होइन। बाउ आमा सचेत मात्र भएर पुग्दैन, किनभने तिनीहरूलाई घरमा नानीहरूलाई चाहिँ बालबच्चालाई चाहिँ एउटा चाहिँ बस्ने वातावरण पनि बनाउनु पर्दो रहेछ है भन्ने खालको। अब धेरै किचकिच भयो। अब घरमा चाहिँ भाइ बहिनी हेर्नु पनि स्कुल पढ्नु पनि धेरै कार्य बोझ हुँदाखेरि चाहिँ त्योभन्दा बरु म चाहिँ बिहा गरेर जाउँला भन्ने खालको त्यो नानीले निर्कोल त्यसरी निकालेको रहेछ। यो हामीले चाहिँ यो गाउँतिरको चाहिँ हाम्रो चाहिँ एउटा दुईवटा शब्दले चाहिँ सुनिए तापनि अलिक व्याख्या गरेन भने अलिक नबुझ्नु सक्छ कि भनेर अब हाम्रो यो रेडियो मार्फत पनि कतिजनाले सुनेर होला नि मैले एउटा चाहिँ इक्जाम्पल दिएँ भने अझै अलिक बुझ्छ कि भनेर मैले यो उदाहरण दिएको। अरुणिमा जुन स्थानीय सरकार विद्यालय र प्रहरीसँग युवा क्लबले कस्तो सम्बन्धी गरिरहेको छ? अहिलेसम्म त त्यस्तो केही छैन जस्तो लागिरहेछ। अब भए पनि अब बाल विवाह अब के गर्ने, अब उनीहरूको बाल विवाह गर्ने अब व्यक्तिहरूले नि उनीहरू सो इच्छाले गरेको हुन्छ। अब कानुनी हिसाबले उनीहरूले उजुरी गर्न जाँदा पनि फेरि उनीहरूले सो इच्छाले गरेको हुन्छ। अब कसरी गर्ने भन्ने त्यहाँ पनि समस्या पर्छ नि त। त्यही भएर अब त्यस्तो त देखेको छैन। अब छेपाल सर, हुम्लामा पछिल्लो समय विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले बाल विवाहका सवालमा विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आए पनि निर्मूल हुन सकेको छैन। निर्मूल पार्नका लागि अब के गर्नु पर्ला त? सबैले आफ्नो हिसाबले चाहिँ कार्यक्रम मात्र गरेर निर्मूल होला जस्तो पनि लाग्दैन। अब यसको लागि हामीले हरेक गाउँपालिकाले चाहिँ आफ्नो बाल विवाह अन्त्यको लागि एउटा रणनीतिक योजना बनाउनु पर्यो र अहिले चाहिँ नेपाल सरकारले पनि रणनीतिक योजना 2030 सम्म चाहिँ बाल विवाह अन्त्य गर्ने भनेर लक्ष्य लिएको छ। त्यो लक्ष्य अनुरूप प्रदेशले पनि एउटा चाहिँ रणनीतिक योजना बनाएको छ र हरेक गाउँपालिकाले पनि त्यसरी चाहिँ एउटा आफ्नो चाहिँ बाल विवाह अन्त्यको लागि चाहिँ रणनीतिक योजना बनाएर चाहिँ अगाडि बढ्दाखेरि चाहिँ अलिकति त्यो उपलब्धिमूलक हुन्छ कि भनेर सोचिरहेको छु। जस्तै रणनीतिक योजना बनाउँदाखेरि पनि सबैले आफ्नो इनपुट दिएर कसरी गर्ने, बालबालिकालाई चाहिँ सशक्तिकरण गरेर चाहिँ गर्ने कि किशोरी त पुरुषहरूलाई पनि समावेश गरेर गर्ने कि हामीले चाहिँ बनाएको स्थानीय कानुनहरूमा चाहिँ केही चाहिँ फेरबदल गर्नुपर्ने छ भने त्यो कानुनलाई पनि अलिकति सबलीकरण गरेर अलिकति त्यसलाई संशोधन गरेर हुन्छ कि होइन, त्यस्ता कुराहरू पनि छन् होइन। त्यसरी चाहिँ बालबालिका बाल विवाह गर्न कारण के रहेछ त्यो पत्ता लगाएर त्यही अनुसार एउटा चाहिँ अब जस्तै यसमा चाहिँ विभिन्न निकायहरूको भूमिका हुन्छ। जस्तै सञ्चार माध्यमको पनि आफ्नै भूमिका हुन्छ होइन। बाल विवाह समाचारहरू प्रेषण गरिदिने त्यस्ता कुराहरू छ। प्रहरीले चाहिँ बाल विवाह सम्बन्धीको चाहिँ केसहरू आयो भने त्यसलाई चाहिँ कानुनी हिसाबले चाहिँ जाने। गाउँपालिकाले चाहिँ अब बाल क्लबहरू हरेक ठाउँमा जस्तै बाल मन्दिरको बाल क्लबहरू अब पहिलादेखि नै एकदमै एक्टिभ बाल क्लबहरू हो। जस्तै मानसरोवरमा छ होइन। त्यति मात्र नभएर जिल्लाको पालिकाको कुन्ना काप्चामा सबै विद्यालयमा बाल क्लबहरू बाल समूहहरू गठन गरेर तिनीहरूलाई सशक्तिकरण गरेर हुन्छ कि आमा समूहहरूलाई पनि समावेश गरेर अभिभावकहरूलाई समावेश गरेर होइन। यसमा चाहिँ हाम्रो सरकार सबैको आफ्नो भूमिका छ र त्यो भूमिका अनुसार काम गरेर चाहिँ बाल विवाह चाहिँ न्यूनीकरण मात्र होइन त्यसलाई अन्त्य नै गर्न सकिन्छ। अब यो प्लान नै छैन भने हरेकले आफ्नो हिसाबले मैले एउटा क्रियाकलाप गर्छु त्यो क्रियाकलाप सघाउनुको लागि मात्र गर्यो भने हामीले चाहिँ उपलब्धि चाहिँ हासिल चाहिँ होला जस्तो लाग्छ। अन्तमा बाल विवाह न्यूनीकरण गर्न तपाईँको प्रतिबद्धता के रहन्छ भनेर मैले दुवैजनालाई सोधेँ भने के भन्नुहुन्छ? हामी निश्चय नै यो बाल विवाह अन्त्यको लागि चाहिँ लागि परिरहेको छौँ। यसको लागि चाहिँ हामी विभिन्न निकायहरूसँग चाहिँ हामी पहल गर्नेछौँ। यो चाहिँ यो एडभोकेसी चाहिँ उहाँले चाहिँ गर्छु होइन, कोअर्डिनेसन पनि गर्छु। जुन ठाउँमा बाल विवाह अन्त्यको लागि चाहिँ रणनीतिक योजना बनाइसकेको छ ती गाउँपालिकाहरूलाई चाहिँ त्यो प्लान अनुसारको बजेट छुटाइदिने, त्यो प्लान अनुसारको एक्टिभिटिज एकदमै प्रभावकारी ढङ्गले चाहिँ कार्यान्वयन गर्ने। त्यसको लागि चाहिँ हामी लागि पर्छौँ भन्दाखेरि जुन ठाउँमा चाहिँ बाल विवाह अन्त्यको लागि रणनीतिक योजना नभएको ठाउँहरू छ, जुन गाउँपालिकाहरू छ, उहाँहरूलाई चाहिँ यो बाल विवाह अन्त्यको लागि चाहिँ रणनीतिक योजना बनाउनुको लागि चाहिँ हामी उहाँलाई चाहिँ पहल गर्छौँ, उहाँसँग चाहिँ संवाद गर्छौँ र उहाँहरूलाई चाहिँ निरन्तर हामी चाहिँ सहकारी चाहिँ गरिरहनेछौँ। अब सरले भन्नुभयो रणनीतिक योजना बनाएर चाहिँ अब यसलाई न्यूनीकरणको लागि हामीले गर्नेछौँ भन्नुभयो। हामी पनि अब हाम्रो बाल क्लबका सम्पूर्ण सदस्यहरू लगायत अब हाम्रो विद्यालयका सम्पूर्ण विद्यार्थीहरू पनि उहाँहरूले बनाउनु भएको रणनीतिक योजनाको पालना गर्छौँ र त्यसमा पनि सहभागी हुन्छौँ भन्न चाहन्छु।
कार्यक्रममा आइदिनु भयो यहाँ दुवैजनालाई धन्यवाद। कार्यक्रममा अब बाल प्रतिभाको पालो। आजको बाल प्रतिभामा हामीले सिमकोटको बाल मन्दिर माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययन छात्रा सुनिता लामा ल्याएर आउँदै हुनुहुन्छ देउडा गीत। नमस्कार, मेरो नाम सुनिता लामा, श्री बाल मन्दिर माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययन छात्रा। अधिकार दिलाऊ विद्यालय सधैँ पठाऊ अधिकार दिलाऊ धेरै काम पठाऊ मानसिकता बिचैमा नकाटौँ फुल फुल्ने फल लाग्ने बोटलाई बिचैमा नकाटौँ बाल सरमलाई हटाऊ जान्ने बुझ्ने सबै मिली बाल सरमलाई हटाऊ कार्यक्रम राखौँ जनचेता नामुलक कार्यक्रम राखौँ सूचना जुटाऊ बाल सरम न गरेन भनी सूचना जुटाऊ आमा बाका राखौँ यसी रिछ्यासम्म बाका राखौँ होस्टेल नपठाऊ बालकलाई नै उमेरमा होस्टेलमा नपठाऊ कार्यक्रममा विभिन्न सामग्री प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रम बाल आवाजको आजको अङ्कको अन्ततिर आइसकेका छौं। कार्यक्रम बाल आवाजको आजको अङ्क तपाईलाई कस्तो लाग्यो? तपाईहरूको घर समाज र विद्यालयमा पनि बाल श्रम बाल विवाहको अवस्था कस्तो छ? यसलाई न्यूनीकरण गर्न यहाँहरूले के कस्ता गतिविधि गरिरहनु भएको छ? तपाईहरूसँग पनि कुनै बाल प्रतिभा होलान्? यदि छन् भने कृपया हामीलाई खबर गर्न नभुल्नुहोला। तपाई हामीलाई खबर गर्न चाहनुहुन्छ भने कार्यक्रम बाल आवाज सामुदायिक रेडियो कर्णाली आवाज सूचना टोल माथिल्लो बजार सिमकोट, फोन नम्बर 087860174 087860143, मोबाइल नम्बर 986894474758 र 9852833055 अर्थात हाम्रो इमेल ठेगाना radiukrawaj94.2@gmail.com र गुड नेबर्स इन्टरनेशनल नेपाल किराङ नेपालको सिमकोट कार्यालयमा समेत खबर गर्न सक्नुहुनेछ भन्दै आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। हामीलाई प्राविधिक रूपमा सहयोग गर्ने मित्र कुशल परियार सहित कार्यक्रमबाट भुवनेश्वरी शाही र म बेलुमाया महता पनि बिदा हुन्छौं। नमस्कार, शुभ समय।